नमस्ते टासिदेलाई फ्याफुला सबैजनालाई म जर्डन गुरुङ आजको यस भिडियोमा तपाईहरु सबैजनालाई म ह्यापी लोसार ह्यापी सोनाम लोसार भन्न चाहन्छु है। र लोसार एउटा टिबेटन शब्द हो र लोसार माने के भनेको भने लो मतलब वर्ष, सार भनेको नयाँ नयाँ साल भनेको है। र यो नयाँ साल भनेको चाहिँ एउटा यस्तो राम्रो चीज, एउटा खुशी मनाउने चीज हामीले है। जब पनि नयाँ साल आउँछ हामी ह्यापी न्यू इयर आउँछ हामी लुगाहरू नयाँ लगाउने है, अनुहारमा त्यतिकै मुस्कान आउँछ हाम्रो नयाँ साल आयो भनेर हैन। र त्यो एकदमै राम्रो हो है। हामी सधैँ चाहिँ हामी अरु बेला भने हाम्रो दैनिक जीवनमा आज म के गरौँ यस्तो त्यस्तो भन्ने एउटा सोचाइ आउँछ हैन। म लुगा नयाँ लाउँछु, लुगा सफा लाउँछु, म हाँस्छु, म अरूलाई हँसाउँछु, म अरूलाई ह्यापी न्यू इयर विश गर्छु भन्ने त्यस्तो सोच आउँदैन नि त। वर्षमा एकचोटि आउँछ है। र तर म के भन्न चाहन्छु भने आज हामीले राम्रो सोचौं भने है, हामीले सही तरिकाले सोचौं भने हरेक दिन नयाँ साल हो है। हाम्रो गुरुहरूले भन्नुहुन्छ हरेक दिन नयाँ साल हो। र कसरी हो भन्दाखेरि साल भनेको के हो हैन? साल भनेको 365 दिन है, 365 डेज, त्यसलाई साल भनिन्छ नि। सालमा 365 दिन हुन्छ है। र हामीले सही तरिकाले सोचौं भने आजको दिन अब अरु कुनै पनि दिन है, आज त सोनाम लोसार भयो, त्यसै भोलिको दिन मानौं, भोलिको दिन पनि हामीले लोसार मान्न सकिन्छ है। किनभने भोलिको दिनदेखि 365 दिनको सुरुवात हुन्छ नि त हैन। अर्को 365 दिन है, पर्सिको दिनदेखि फेरि अर्को 365 दिन है। जस्तै भनौं आज जनवरीको 19 तारिक है, भोलि जनवरीको 20 तारिक, भोलिको दिनदेखि अब 2027 को 2026 सालको जनवरी 20 तारिकसम्मको भोलिको चाहिँ सुरुवात भयो नि त 365 दिनको है। त्यसैगरी जनवरीको 21 तारिक चाहिँ यो 2026 को जनवरी 21 तारिक चाहिँ 2027 को जनवरी 21 तारिकको सुरुवात भयो नि त 365 दिनको। 365 दिनको सुरुवात भयो नि त। मैले भन्नु खोजेको तपाईहरुले बुझ्नुभयो होला। र मैले यो भन्नु खोजेको के हामी के गर्छौं भने आज लोसार हो, आज नयाँ साल हो, आज नयाँ वर्ष हो, न्यू इयर हो भनेपछि हामीले नयाँ लुगा लाउने है, राम्रो सोच्ने है। अब पराल साल है, अघिल्लो साल मैले यो गर्न सकिन, त्यो त गर्न सकिन्न हैन, यो साल म गर्छु भन्ने जस्तो सोचहरु आउँछ नि त। राम्रो राम्रो सोचाइहरु के इंग्लिशमा रेजोल्युसन भन्छ नि है, रेजोल्युसन भन्छ जसलाई हो। म यो गर्छु, त्यो गर्छु, यो साल म त्यो गर्छु भनेर। तर राम्रो सोचौं भने हरेक दिन लोसार हो, हरेक दिन एउटा सुरुवात हो, हरेक दिन तपाईले एउटा आज म यो गर्छु भनेर एउटा रेजोल्युसन, म यो गर्छु त्यो गर्छु भनेर बाचा गर्न सक्नुहुन्छ, राम्रो सोच लिन सक्नुहुन्छ, अनुहारमा हाँसो ल्याउन सक्नुहुन्छ है, कसैलाई विश गर्न सक्नुहुन्छ। अब सधैँ तपाईले अरूलाई ह्यापी न्यू इयर भनिबस्यो भने त अरूलाई अचम्मै लाग्ला हैन। तर गुड मर्निङ भनेर, टासी देलेक भनेर, नमस्ते भनेर एउटा हँसिलो अनुहारले तपाईले आफ्नो दिन सुरुवात गर्न सक्नुहुन्छ नि त। त्यो भन्नु खोजेको है त। र अब त्यसैले यो लोसार भनेको चाहिँ एकदम हाम्रो खुशियालीको दिन है, सबैले रमाउने दिन। हामी नाचगान गर्छौं है, खाना मिठो खान्छौं है, आफ्नो परिवारहरूलाई भेट्छौं, आफ्नो परिवारहरुसँग साथीभाइहरुसँग मिल्छौं हैन। त्यो चाहिँ हामीले हरेक दिन गर्न सक्छौं नि त है। तपाई टाढा भए पनि आफ्नो परिवारलाई बुवा आमा है अथवा उहाँहरूलाई कुरा गर्ने, फोन गर्ने हैन, गर्न सक्नुहुन्छ। र अब जीवनमा जति नै दुःख आओस् हैन, हामीले के याद गर्नु पर्यो भन्दाखेरि यो दुःख भनेको चीज एउटा केही क्षणको लागि मात्रै हो है, टेम्पोरेरी भन्छ नि इंग्लिशमा है।
यो दुःख पनि एक दिन हराएर जान्छ, यो दुःखको समय पनि एक दिन कटेर जान्छ है त। सुखको दिन अवश्य आउँछ, ढिलो होला चाँडो होला तर अवश्य आउँछ। भन्छौँ नि त, रात जति अँधेरो भए पनि बिहान सबैले सुखको उज्यालो भनौँ या घामको उज्यालो त आउँछ नि, अवश्य आउँछ नि त हैन। त्यो रातको अँध्यारो जति नै होस् है, जति समयको लागि भए नै होस् केही समयको लागि त अनि आखिर उज्यालो आउनु घामको किरण आउनु, घामको रोशनी आउनु, उज्यालो आउनु भनेको त तय हो नि, आउँछ नि त हैन। हजुर, त्यही भएर चाहिँ म भन्न चाहन्छु हामी जीवनमा जति दुःख कठिनहरू भए पनि त्यो सबै अलि लामो समय भए तापनि त्यो एक दिन अवश्य तपाईँले टार्न सक्नुहुन्छ है, त्यहाँबाट त्यो दुःखबाट मुक्ति पाउन सक्नुहुन्छ भनेर चाहिँ तपाईँहरूलाई भन्नु खोजेको। र हामीले नयाँ वर्ष नयाँ सालमा चाहिँ सधैँ चाहिँ हामीले एउटा आफ्नो अनुहारमा हँसी ल्याउने, लुगा राम्रो लगाउने, खाना मिठो खाने है, राम्रो सोच लिने, त्यो चाहिँ हामीले सधैँ गर्न सक्छ भनेर तपाईँहरूलाई भन्न खोजेको हुँ। र अन्तमा फेरि पनि ह्याप्पी सोनाम लोसार सबैजनालाई। हस् त।